हेलो गाइस वेलकम ब्याक टु माई भ्लग स्वागत छ तपाईहरुलाई बिदाईको भ्लगमा है म चाहिँ उठेर आइसकेँ साथी छ यहाँ ए उसअप है चाहिँ गाइस म चोकमा छु हैन पुरै देख्न सक्नुहुन्छ जाडोले पुरै यहाँ ग्रसित भइसक्यो सबजना चोकको जङ्गिरहरु चाहिँ यहाँ हुनुहुन्छ यस्तो छ अवस्था चोकको अहिले जाडो बढाएछ गाइज है गाइज म रामधुनी चोकमै फोटोसुट हान्दा छु गाइज हेलो भन्दै ब्लगमा फोटोसुट हान्दैछु भनेर ल त अलि बस्नु ल त्यहाँनिर फुल देख्ने गरी है ल फोटो सुन्नु सक्यो गाइज कस्तो लाग्यो फोटो राम्रो उताहरू पनि राम्रो लाग्यो म त फेरि जहाँ पनि फोटोसुट गरिदिन्छु नि फेरि यहाँ टक्क रामधुनी चोकमै छु अहिले म फेरि रामधुनी चोकमै आउनु होला राम्रो खिच्नु हुँदै रहेछ गुम्बा डाँडामा चाहिँ बस्छु म प्रायः जस्तो हैन तर बहिनीहरू चोकमै भेटेर चोकमै फोटो खिचेर हालिदिइसकेको छु मैले ल बाई भन्दा जाडो बढ्यो गाई जाडो आगो ताप्दैछौँ हामी चाहिँ अहिले चाहिँ गाइजमा चटपटी लिन आएको है आन्टीले खतरा चटपटी बनाउनुहुन्छ तपाईँहरू नआइदिनु यहाँको चटपटी एकदम मिठो छ है ठ्याक्क लोकेसन कहाँ भन्दा रामधुनी चोकबाट हल्का यता है मिठो चटपटी बनाउनुहुन्छ आन्टीले हेलो गाइज वेलकम ब्याक टु माई ब्लग है म चाहिँ गुम्बा डाँडा आइसकेँ आज गुम्बा डाँडा पुरै कोही त्यस्तो धेरै मान्छे छैन होइन हुसु लागेर हेर्नु सक्नुहुन्छ पछाडि हुसु लागेर यस्तो छ गुम्बा डाँडाको इतिहासको बारेमा म यहाँ सोध्न गइरहेको छु स्वागत छ तपाईँलाई धन्यवाद गुम्बा डाँडाको बारेमा केही भनिदिनुहोस् अब यो 2035-36 मा सहनचलाधीश गुरुङले यो श्रीकट्टा भनेर यसलाई उठाउनु भयो र यहाँका मान्छेहरू उठाएर चितवनको केरुङ्गा भन्ने ठाउँमा पुर्याउनु भएर उहाँ बस्ती बसाइदिनु भयो र यता 12 जिल्ला हात्तीसार भवानीपुर भनेर बस्ती बसाइदिनु भयो अनि यता पश्चिम अर्को के भन्ने ठाउँ थियो मलाई अलि उ भएन चितवनै साइड हो हुन त अलि यता थोरै साइड पर्छ अनि थोरी भन्ने ठाउँमा लगेर चाहिँ बस्ती त्यहाँ राखिदिनु भयो यहाँका मान्छेहरू र यिनलाई 3 ग्रुपमा चाहिँ विभाजित गरेर त्यसरी चाहिँ नि सहनचलाधीश गुरुङले चाहिँ त्यसरी गइसकेपछि यता 2039 सालमा 39-40 सालमा चाहिँ साउन महिनामा अनि यो वृक्षारोपण चाहिँ गर्ने भनेर जिल्ला वनबाट चाहिँ कुरा आयो जिल्ला वनबाट कुरा आइसकेपछि शिवा रिजाल र म लगायत गोपाल भर्नामाडीको एउटा नमुना गहना हुन्छ यसलाई तपाईहरुले बिर्सिनु भएन यो रुख बिरुवालाई चाहिँ नि के गर्दाखेरि हुर्काउन सकिन्छ संरक्षण गर्न सकिन्छ र तपाईहरुले यसमा चाहिँ नि अलिकति अगुवा चाहिँ यहाँका लिडरशिप अगुवा मान्छेले चाहिँ अनि यसलाई होस्टेलमा हैसियत पुर्याइदिनु भयो भने भोलि तपाईहरुलाई सुनमा सुगन्ध हुन्छ भन्ने चाहिँ कुरो त्यसरी आएको थियो र मैले 2 वर्ष लगभग मान्छे जति 2-3 वर्षको दौडानमा चाहिँ सहयोग मैले पाएको भनेको त्यति नै हो म आफूले योगदान चाहिँ पुरै गरेको अहिले चाहिँ योगदान गरेको नाम आउँदो रहेनछ अहिले त यसो कलिला भाइ बहिनीहरू इतिहास कोरिहाल्ने उहाँहरू पो हुनुहुन्छ है हामी गुम्बा डाँडावालाको चाहिँ खासै केही छैन अब यो यहाँ राति भटमा छर्न आयो यो डाँडामा राति उठेर आएर लखटियो पनि खबर पुग्थ्यो ल उहाँ त भटमा छरिरहेछ है भनेर हामी त्यसरी आएर हाट्टा हुट्टा कहाँबाट स्वागत छ तपाईँलाई पनि नमस्ते हजुरको शुभ नाम बताइदिनुहोस् मेरो ओम भक्त भण्डारी हजुर देख्न सक्नुहुन्छ यो उहाँले नै बनाउनु भएको हो अब यसको बारेमा उहाँलाई म सोध्न गइरहेको छु हजुरलाई कसरी यो बनाउने जाँगर चल्यो कि के कसरी सोच आयो तपाईँको यस्तो यो चाहिँ नि हाम्रो यो पहिले चाहिँ यो सर एउटा हजुर अनि उहाँको नेतृत्वमा चाहिँ यो यहाँ चाहिँ मूर्तिकला यो बनाउने भन्ने कार्यक्रम भयो अनि यो चाहिँ नेपालकै पहिलो अन्तर्राष्ट्रिय मूर्तिकला कार्यक्रम हो र त्यो कार्यक्रममा चाहिँ म सबै कुरोमा सहभागी हुन एकदम इच्छुक हुने भएको कारणले अनि साथीहरूले मलाई पनि समावेश गराउनु भयो र मैले चाहिँ नि पहिलोपल्ट मूर्ति भनेकै पहिलोपल्ट काट्ने मौका पाएको यो र मैले चाहिँ नि यो बनाएको र
एक दुईपल्ट अर्को ठाउँमा गरेको भए म धेरै उच्च स्तरको बनाउँथेँ होला र पहिलोपल्ट सिकेको भएर अलि यस्तै बनाएको छ तैपनि अब अरूको जस्तै छ भन्नुपर्छ त्यतिकोलाई। तपाईँलाई कसरी सोच आयो त यही बनाउँछु भनेर? यो सोच चाहिँ मैले 2 दिनसम्म विचार गरेँ। हजुर। अब यो अन्तर्राष्ट्रिय मूर्तिकार स्थानीय मूर्तिकार र राष्ट्रिय मूर्तिकार 3 जना कलाकार भन्ने थिए, 3 थरीका, अन्तर्राष्ट्रिय कलाकार, राष्ट्रिय कलाकार र स्थानीय कलाकार। अनि स्थानीय कलाकार भनेको चाहिँ हामीले त्यो परको त्यो बाबुलाल वाइबाको मूर्ति छ एउटा आमा भन्ने मूर्ति, अनि मेरो चाहिँ यो हामी चाहिँ स्थानीय कलाकार भएको कारणले यो अमूर्त कसरी बनाउँछन् भनेर हेर्दाखेरि ढुङ्गो जस्तो छ त्यसलाई चाहिँ एक किसिमको आकार दिने कुरो चाहिँ मैले बुझेँ त्यो 2 दिनसम्म र अनि त्यसपछि चाहिँ अब पुरै फिनिसिङ पनि होइन त्यति नचिन्ने पनि होइन भनेर चाहिँ मैले यसलाई कछुवाको आकार दिएको। त्यो गणेशको बारेमा पनि भनिदिनु, कछुवाको बारेमा भन्नुभयो। गणेशको बारेमा भन्नुपर्दाखेरि चाहिँ मैले यो 3 दिन कछुवाको मूर्ति काटिसकेपछि अनि मेरी श्रीमतीले सोधिन् अनि तपाईँले के बनाउनु भयो भनेर, अनि मैले त कछुवा बनाएँ, ठोटरी बनाएँ भनेको। हेर बुद्धि, पहिले बनाएको बेला गणेश बनाउनु पर्थ्यो भनेन्। अनि मैले सोधेँ भोलिपल्ट आएर हेर्दा त ठ्याक्कै पिठोमा चाहिँ गणेशको आकार देखेँ क्या मैले। ओहो, मेरो श्रीमतीलाई के सपनैमा दिएछ कि भनेर चिनो लगाएँ। मैले चिनो लगाएर सर काट्दैखेरि चाहिँ नि के मानन्दर हुनुहुन्थ्यो ऊ त्यो पल्लो मूर्ति बनाउने मान्छे, अनि सरासर आएर ढोग्नु हो मेरो भागमा यो ढुङ्गो परेको भए मैले नि गणेश नै बनाउने सुरु गरेको थिएँ भन्नुभएको थियो उहाँले। अनि त्यो भएपछि मैले त्यो गणेशको सुँड पनि माथि बनाएँ, कछुवा बनाएँ तल, र यो गणेश हात्ती र कछुवा भनेको चाहिँ यो प्राणी मध्येको सबैभन्दा लामो आयु भएको प्राणी पनि हो र त्यसैले यसको दुईटैको आकार देखिने गरी चाहिँ नि मैले बनाएको। र हजुरलाई कति दिन लाग्यो त्यो बनाउनलाई? यो कार्यक्रमै 15 दिनको कार्यक्रम थियो। 15 दिनमा अब 2 दिन, 1 दिन चाहिँ नि उद्घाटन, 1 दिन समापन गर्दै 2 दिन गइगयो। अनि मलाई 2 दिन चाहिँ नि बिचमा अरूको मूर्ति हेरेर अनुसन्धान गर्दै गर्दाखेरि 4 दिन गयो, गर्दाखेरि 11 दिन मैले यसमा काम गरेँ होला। 11 दिनमा सम्पन्न भयो। हजुर, धन्यवाद। यसको अझ थप विशेषता पनि छ नि, त्यो शङ्ख बज्ने त्यो पनि कुरा गर्नु नि सानो। अब यो शङ्ख बज्ने चाहिँ मलाई अलिक त्यति मोड आएको थिएन र त्यो मैले चाहिँ नाक बनाउँदाखेरि बनाएको छेडेँ, अनि छेडेपछि दुईतिरको छेडिसकेपछि चाहिँ अनि बजाएको, अनि शङ्खको आकारमा बज्छ यो। र यो अझ पहिले मेरो शङ्ख पनि बनाउँछु भन्ने अड्कल आएको भए म योभन्दा नि बढी बज्ने बनाउँथेँ, र त्यो चाहिँ बनाउँदै भएको कारणले शङ्ख बजेको जस्तो चाहिँ बज्छ। त्यो अन्तिम छेडमा तपाईँलाई थाहा भयो कि शङ्ख बज्छ? सबैले चाहिँ एकचोटि तपाईँले त्यो बजाएर देखाइदिनु सक्नुहुन्छ? यो बज्छ, बजाइदिन्छु मैले। किन? हजुर, ल देखाइदिनुहोस् त कसरी बज्दो रहेछ। यहाँ ढुङ्गा हालेर बाँध्दै छ कि छैन? उहाँले त्यो सक्नुहुन्छ बजेको, खतरा बजाइदिनु भयो। धन्यवाद छ तपाईँलाई। अनि यो गुम्बा डाँडा पर्यटक पार्कको लागि केही भनिदिन चाहनुहुन्छ तपाईँ? अब यसमा चाहिँ नि अलि संरक्षण गरेर अलिकति सरसफाइमा ध्यान दिएर गर्न सकेर अरू पनि अब गुरु योजनाहरू त हुँदै गरेको छ के अरे, त्यसमा चाहिँ नि काम अलि धेरै अगाडि बढ्न सकेको छैन। अब यहाँ चित्रकलाहरू पनि छ, यो माथि एउटा भवनमा राखेको छ हाम्रो, धेरै राम्रो चित्रहरू पनि छ त्यहाँ। अनि त्यसपछि अर्को भवन बनिरहेको छ अहिले, अब त्यसमा चाहिँ चित्र राख्ने भन्ने कुरो पनि भइरहेको छ। अनि अरू पनि बनाउनलाई अब यो गुरु योजनाहरू चाहिँ बनाइसकेको छ। अब काम चाहिँ कहिलेदेखि हुन्छ कसरी हुन्छ अलि सुस्त चाहिँ भएको छ। सुचारू अब कहिलेदेखि हुन्छ, धैर्यता गरौँ, राम्रै होला। यहाँ एउटा ताल पनि बनाउने कार्यक्रम पनि थियो, अरू पनि थुप्रै थियो योजनाहरू त, अब त्यो अब गर्न सकेको छैन हामीले। योजनालाई गर्न नसक्ने चाहिँ कसरी गर्न सक्ने बनाउनु पर्यो नि त। गर्न नसक्ने भएको भनेको गर्न नसक्ने त दुनियाँमा केही छैन, गर्न नसक्ने त चाह्यो भने त हुन्छ होला पक्कै नै। यो संसारमा चाहिँ कुरो के छ भन्दा सबैलाई अहिलेको जमानामा पैसा नभए मान्छे अगाडि बढ्न सक्दैन। हजुर, हिँड्या छन् कलीमा सबै जनहरू पैसा स्वरूपका बनी, जप्ने छन् हरिनाम सरी हर बखत कहाँ छ पैसा भनी भन्छन् के। अनि त्यो भएको कारणले पैसा बिना अगाडि बढ्न सक्दैन। सबैलाई आवश्यक आफ्नो घरमा नि केही काम गर्नै पर्ने हुन्छ। अनि त्यत्तिकै फ्रीमा खटेर काम गर्न सक्ने मान्छेहरू त्यति छैनन्। अनि तुरुन्त पैसा खर्च गरेर चाहिँ काम गरिहालौँ भन्दाखेरि पैसा हुँदैन, त्यही कारणले गर्दाखेरि पनि पछि परिरहेको हो। त्यति नै हो। ल धन्यवाद, तपाईँले आफ्नो बारेमा भन्नु पऱ्यो।
केही तपाईँ अब यो भिडियो हेरिरहने दर्शकबिनहरूलाई के भन्न चाहनुहुन्छ? यो संसारमा मान्छेले गर्न खोज्यो भने केही न केही चाहिँ हुन्छ र मान्छे भनेको प्राणीमध्येको सबैभन्दा उच्च स्तरको जात हो भन्ने भनाइ छ। तर मान्छेले चाहिँ आफ्नो परिवार आफ्नो सम्पत्ति मात्रै गर्न त आफ्नै परिवार मात्रै हुर्काउन त एउटा स्याल कुकुरले नै हुर्काएका छन् घर न बारीसँग भने मान्छे चाहिँ उच्च खालको चेतन भएको प्राणीले भन्दाखेरि राष्ट्रको लागि राष्ट्रका जनताको लागि केही गर्नुपर्छ भन्ने भावना राख्यो भने चाहिँ मान्छेले केही गर्न सक्छ कि भन्ने मेरो चाहिँ सोचाइ हो। धन्यवाद समय दिनुभएकोमा। हस् धन्यवाद। स्वागत छ तपाईँलाई। शुभ नाम आफ्नो बताइदिनुहोस्। प्रेमबहादुर बराल मेरो। हजुर यो गुम्बा नजिकै हो। यो गुम्बा डाँडा पहिला कस्तो थियो होला? यो गुम्बा डाँडा पहिला के पनि थिएन, लाथालिङ्ग पारेको थियो। यहाँ उठा भएपछि यहाँ पुरै चरीचरण गाईबस्तु बाख्रा चाहिँ हिँड्थे यहाँबाट। र यहाँका उपभोक्ताहरूको माग पनि यो बाटोबाट चाहिँ हामीलाई चाहिँ यो बिचबाट चाहिँ बाटो हुनुपर्छ भन्थे। अनि यो बाटो बिचबाट बाटो दिइसकेपछि त यसको औचित्य रहेन नि। यसलाई त अब यो बिरुवा लगाइसकेपछि यसको संरक्षण गरेर हरेक ठाउँबाट यसलाई चाहिँ भनौँ न सारा कुराहरू चाहिँ नि यहाँ भोलि ठुलो पिकनिक स्थल होला। यहाँ भोलि पानीका मुहानहरू स्रोतहरू चाहिँ नि एउटा चाहिँ नाउहरू चाहिँ नि यसो बस्ला के बस्ला। अब यहाँ विभिन्न खेलकुदहरू चाहिँ नि बुढाहरूको लागि चाहिँ नि होला केही कुराहरू होला भनेर यसरी यो डाँडोलाई जोगाउने चाहिँ अग्रिम भनौँ न त्यतिखेरको चाहिँ नि अब म लगाए शिवा रिजाल मलाई चाहिँ उहाँ दाइले नै खटाउनु हुन्थे। लो फलान ठाउँ त जा त तपाईँ त्यहाँ चाहिँ अलि उच्च हाटुट पार्छस् भनेर भन्नुहुन्थे। र म आएर चाहिँ यो डाँडोलाई त्यो 2 वर्ष चाहिँ यो डाँडो बिना शर्त बिना पैसाको चाहिँ यो डाँडोलाई चाहिँ हामीले यतिसम्म चाहिँ ल्यायौँ। अहिले पछि समिति बनिसकेपछि अनि यो कम्पाउन्डदेखि लिएर त्यो भवनदेखि लिएर यो भवनदेखि लिएर कमल थापाले बनाइदिएको एउटा भवन अरूहरूले बनाए। यो हाम्रो पानी ट्याङ्की हिजो हाम्रो थिएन, खानेपानीको स्रोतहरू नहुँदाखेरि मकनपुर गढीबाट पानी ल्याएर यो डाँडाबाट चाहिँ सञ्चालित गरिएको थियो। र अहिलेसम्म पनि यहाँ जति धारा छोडिएको छ सबै उपभोक्ताले नै सरसहयोग गरेको छ। यो डाँडोलाई हेर्दाखेरि केही पनि गरेर देखिँदैन। तर पैसो भने चाहिँ सबै हामीबाट एक पैसा उठाएर चाहिँ त्यहाँ चाहिँ सङ्कलन चाहिँ भइरहेको छ। त्यसरी अब यहाँ 2-4वटा कुराहरू जटिल अवस्थामा छ। यो कार्य समितिले किन अगाडि बढाउन सकेन, अब त्यो चाहिँ कार्य समिति आफैमा निर्भरता पर्छ। अब यहाँ 2-4वटा कुराहरूको माग छ। यहाँ चाहिँ नि अब एउटा बच्चाहरू खेल्ने एउटा रोटेपिङदेखि लिएर अन्य कुराहरू के गर्दाखेरि यसलाई चाहिँ त्यो हल्का फल्कामा चाहिँ नि बच्चाहरूलाई भुल्याउने खेलाउने ठाउँहरू चाहिँ नि के गर्दाखेरि राम्रो हुन्छ त्यो बारेमा चाहिँ अब कार्य समितिले सोचेको होला। अब पैसा आउने मुहानहरू फेला नपारेको होला अथवा यसको प्रचार गर्न चाहिँ कमी भयो होला के भयो होला। अब यी कुराहरूलाई चाहिँ नि अब अलिकति कार्य समितिले अलि परसम्म अलि टाढा यो कुराहरू पुर्याइदिन सकेको भए अलिकति केही राम्रो हुन्थ्यो होला। यो अहिले ओझ्यालमा परेर बसिरहेको छ। खासै गरी भन्यो भने यो त्यति साह्रो चाहिँ यत्रो मूर्ति चाहिँ नि 7 राष्ट्रको मान्छे आएर मूर्ति कुदेको ठाउँ हो यो। आज हरेक मान्छे बिरगञ्जदेखि आएका छन्, कहाँदेखि आएका छन्, कैलालीबाटदेखि आएका छन्, बुटवल भैरवादेखि चाहिँ आएका छन् र यहाँ यस्तो छ भनेर चाहिँ हेर्न मान्छेहरू आएका छन्। तिनीहरूलाई आकर्षित झल्काउने कुराहरू चाहिँ नि यहाँ चाहिँ नि भनौँ न हाम्रो हेटौँडा का बुद्धिजीवी सर्कलले चाहिँ अलिकति ध्यान दिने हो भने यो बेग्लै यसको चाहिँ नि मुहार फेरिन्थ्यो जस्तो लाग्छ। अब हामीहरू त बुढा भइगयौँ। अब नयाँ युवा भाइ बहिनीहरूले अब यो बारेमा सोच्नुपर्ने पनि हो। अब किन भन्दा अब सधैँभरि अब हामीले मात्रै थामिरहने भन्ने कुराहरू पनि रहँदैन सकिँदैन। र नयाँ युवा भाइ बहिनीहरूले पनि अलिकति यसलाई होस्टेलमा हिस्से चाहिँ गरेर अगाडि बढ्नुपर्ने। तर पैसा मात्रै सबै ठुलो कुरो होइन। सामाजिक काम गर्न हामीले नगरे हाम्रो छोरछोरीले जान्दैन, हाम्रो छोरछोरी नजाने नाति नातिनाले जान्दैन। र यावत कुराहरू चाहिँ छन् यसमा। सार्वजनिक काममा हामीले गर्नै पर्छ। यो मानिस भएर जन्मेपछि सार्वजनिक काम गर्नुपर्छ। पैसा मात्रै सबै ठुलो कुरो होइन। अब मेरो चाहिँ भनाइ यही छ। अनि पहिला यहाँ बस्ती थियो अरे तपाईँहरूलाई कहाँ घर थियो थाहा छ त? यहाँ 9वटा घर थियो डाँडामा। लाइनै 9वटा घर थियो। 9वटा घर थियो। 9वटा घर थियो। कता यता साइडमा थियो कि? यो साइडमा एउटा घर थियो, 7वटा घर यहाँ थियो, एउटा घर यही अलि उतापट्टि चाहिँ थियो। अनि यसको बिरुवा रोपन भएर चाहिँ अनि यो बिरुवा डाँडा बनेको हो। यो
36 सालमा यहाँको मान्छे उठाएर चाहिँ अन्य ठाउँमा उनीहरूको व्यवस्थित भइसकेपछि 39 सालबाट यहाँ वृक्षारोपण सुरु भयो। 39 सालबाट वृक्षारोपण सुरु भयो अनि 39, 40, 41मा चाहिँ भनौँ न हामीले यहाँ अब बिरुवा हुर्किँदै गयो। अब हामी लाखापाखा लाग्यौँ। अब जिल्ला वनले चाहिँ अब बिरुवा यहाँ हेरिरहनु पर्ने आवश्यकता छैन भने डेफु साहबले। अनि त्यसपछि अब यस्तै रह्यो। अनि यसलाई चाहिँ नि बिस्तारै हाम्रो वनले नै यहाँ एउटा सानो भवन बनाएको छ। मङ्गलसिंह लामाले चाहिँ यहाँ एउटा सानो भवन बनाउनु सफल हुनुभयो र त्यहाँबाट पानी ट्याङ्की बन्यो। अनि यस्तै हुँदै गएर उतापट्टि गुम्बा बन्यो। अब यसै गरी जोडिँदै चाहिँ आएका हुन् अब यी कुराहरू। अनि गुम्बा बिरुवा डाँडापछि गुम्बा डाँडा कसरी भयो त यसको यो अब ठाउँको यो नाम? कस्तो भने गुम्बाको नामले चाहिँ नि गुम्बा डाँडा भयो। अब यहाँ गुम्बाको मूर्ति राख्ने भन्ने कुराहरू भयो। गुम्बा चाहिँ कति सालमा गुम्बा यो कति सालमा बन्यो भने 51-52 कता गुम्बा बन्यो यहाँ। 51-52 सालमै हो। यहाँ पहिला सानो भवन बन्यो। सानो भवन बनिसकेपछि कमल थापाले पैसा हालिदिएर सानो भवन एउटा बनाए र त्यहाँ अनि गुम्बाको मूर्ति कुद्न त्यहाँ सुरु भयो र त्यसरी भित्रै थियो। अहिले चाहिँ अब ठुलो मूर्ति अब यो 22-25 फुट हाइटको चाहिँ मूर्ति बस्यो। धन्यवाद टाइम दिनुभएकोमा। ल यहाँलाई पनि धन्यवाद गर्न चाहे हजुरलाई है। अनि हजुरलाई यो यहाँ देखिरहेछ नि त यो टावर जुन बनेको छ अहिले, यो टावर हो यो टावर यहाँ राख्दाखेरि जोखिम होला जस्तो लागेको छैन? यो टावरको बारेमा मैले यो हेटौँडाबाट विद्युत प्राधिकरणबाट केशव श्रेष्ठ आउनु भएको थियो यो वन कार्यालयमा हाम्रो ज्योति सामुदायिक वनमा र उहाँलाई मैले यो टावर यहाँ नराखिदिनु होला, यसको विशेषता गुम्बा डाँडाको धेरै ठुलो छ। यो टावर यहाँबाट जाँदाखेरि हरेक मान्छे लगायत गाई बस्तु बाख्रा पाठा इत्यादि कुराहरूलाई यो टावरले चाहिँ नि बाधा पुर्याउँछ। यो टावर रामधुनीबाट खोला गयो भने अनि ढुङ्गा पनि यो टावर जहाँ जहाँ बनाउनु पर्ने हो ढुङ्गा बालुवा गिटी सबै त्यो खोलै पाइन्छ। एउटा रुख काट्नु पर्दैन र तपाईँहरूले यसरी लिएर जानु होला सर। यो धेरै मान्छेको खानेपानीको मुहानहरू सुक्छ। यहाँ 2-4 हजार मान्छेको चाहिँ नि पानीको मुहान सुक्छ भनेर मैले पटक मैले भनेको र मेरो कुरो लागेन र केही मान्छेहरूले भने पनि अनि अब कसरी अब सम्झौता भयो। अब कुइनासँग पहरासँग कुइनाको के जोड चल्थ्यो र भने जस्तै उहाँहरूले एक लौटी पेलेर चाहिँ लिएर जानुभयो। अब यसले त्यति राम्रो गरेको चाहिँ होइन। 4 लाख बराबर भोल्टेजको छ यो होइन? हो 4 लाखको त्यो मान्छे वरिपरि हिँड्दा पनि त्यत्रो भोल्टेजमा त मान्छे वरिपरि हिँड्दा मान्छेले तानिहाल्छ, मान्छेलाई तान्छ अरे। अनि यस्तो झन् पर्यटक स्थलमा कसरी यो राख्न सम्भव भयो त? तपाईँलाई के लाग्छ? कुराहरू हो यो सम्भव होइन। बन्न त बनिसक्यो नि त, कसरी सम्भव भयो होला? कसरी सम्भव भयो होला यो? अब यो सम्भव चाहिँ नि उहाँहरूले अब पेलेर यो राष्ट्रिय योजना हो यता हो त्यता हो भनेर उहाँहरूले जबरजस्ती पेलेर लिएर जानुभयो। कि अरू मान्छे नि सहमतिमा यताको अब अरू मान्छे सहमतिमा यहाँबाट गरौँ भनेको अब चाहिँ नि काम दिनुभयो। काम दिइसकेपछि काम पाए पैसामा भुल्ले अब त्यस्तो हिसाबले चाहिँ नि गरे। हामी शुभचिन्तकले चाहिँ खबरदार लगाएकै हो। अब हाम्रो कुरो सुनवाई भएन। यसले धेरै असर गर्छ होइन गर्छ यसले गर्भिणी महिलाहरूलाई चाहिँ नि बाधा पुर्याउँछ। गाई बाख्रा चाहिँ गर्भिणी छ भने बाधा पुर्याउँछ। इत्यादि सारा कुराहरू चाहिँ छन्। मान्छेलाई नै भनौँ न तपाईँ हामी सधैँ मान्छेलाई पनि भोल्टेज बढेको बेलामा चाहिँ त्यस्तै पऱ्यो भने हामीलाई नै चाहिँ तानिदिन्छ। त्यसको भोल्टेज त यहाँसम्म आउँछ अरे त? आउँछ। तपाईँको यो अर्थिङ कि के पनि त्यसले फाल्छ अरे भन्छ त के हो? अर्थिङ फाल्ने भने त चट्याङको बारेमा हो होइन? अब यो त भनौँ न यो त ठुलो पावरफुल 33,000 भनेको छ। 33,000 हो र यो त धेरै चाहिँ नि ठुलो हाईमा जान्छ नि हो। 4 लाख भोल्टेज छ। 4 लाख भोल्टेज भने त ख्याल भयो त यो। 4 लाख भोल्टेजमा त मान्छेले यो त मान्छे जानी नै हो। अनि यस्तो जो ठाउँमा यो राख्नु हुँदैन भनेर कसैले उठाएन? क्वेसन कसैले गरेन? पुराना जतिले नउठाएको होइन, आवाज उठाएको हो र हाम्रो कुरा सुनवाई नभएको हो। हामीले त डेलिगेसन जाउँ पनि भने हो। अब डेलिगेसन जाउँ भन्दाखेरि एक्लो परिने भयो, त्यस कारण डेलिगेसन गइएन। अब कुरो यसरी हो। हामीले त यहाँबाट हुँदैन, हामीले विकल्प बाटो खोजिदिउँ भने हो। विकल्प बाटो भने चाहिँ रामधुनीबाट सिधै सुखौरा झर्ने
सुखौरोबाट सिधै खोलै खोला अहिले जहाँबाट चाहिँ पुल हालिएको छ बाटो बनेको छ त्यहाँबाट चाहिँ लिएर जाने कहीँ एउटा रुख पनि काट्नु पर्दैन कोही मान्छे हानि नोक्सानी क्षतिपूर्ति केही पनि हुँदैन सरकारको पैसा पनि जोगिन्छ भनेको हो हामीले भन्दा त हामीले चाह्यो भने यसलाई अब फेरि हटाउन सक्छौँ त अब हामीले हटाउन यसलाई धेरै गाह्रो छ यो किन भन्दा यो अब संरचनाहरू सबै बनिसक्यो यसमा लाइन एउटा छोडेको छैन होला अरू कुराहरू सम्पूर्ण भइसक्यो यसमा सम्पूर्ण भए पनि हामीले चाह्यो भने त हुन्छ होला नि त यो यसले त हाम्रो गाउँलाई धेरै असर गर्ने रहेछ होइन गाउँलाई पनि गर्ने हो व्यक्तिलाई पनि गर्ने हो पर्यटक यो पार्कलाई अब यो हर्नमाडीको गहनालाई पनि गर्ने हो तर अब यो संरचना बनिसक्यो अब यो हटाउन चाहिँ अब 21औं शताब्दीमा अब यो अलिकति मलाई सकिँदैन होला कि भन्ने जस्तो लाग्छ किन भन्दा त्यतिखेर सरकारले केही नसोचिकन पेलेर गएको हुनाले चाहिँ नि अब हामी गाउँमा बस्ने मान्छेहरूको कुरो कसले सुन्छ र अब यी जेन्जी जस्ताहरू चाहिँ अहिलेका जेन्जीहरू चाहिँ आयो भने यसको विकल्प केही निस्केला नत्र गाह्रो छ गर्न सकिँदैन है हो ल धन्यवाद